यस्तो चाहिँ बाटो चाहिँ यत्रोबाटै भित्तापट्टि चाहिँ साह्रो ढुङ्गा ढुङ्गा छ हो। भित्तापट्टि कतिको ग्यापमा छिर्दो रहेछ हेरौँ है त। साह्रै छेउछेपेर आउनुपर्छ अनि देख्नुको हुन्छ। आमा भित्तामा त अलिकतिले मात्रै हो नि। भित्ताटी चाहिँ धन्न अहिलेसम्म चाहिँ कहीँ पनि लागेको छैन। म त आउ 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 आउनु 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 आउनु। तल्लोपट्टि चाहिँ त्यस्तो छैन, माथिल्लोपट्टि चाहिँ अरे रिक्सी छ। यस्तो भित्ता माथि माथि चढेर आउनुपर्छ हो, अनि मात्रै लाग्दैन। यता राख्नु नि हौ, छ्या झऱ्यो पुरा दबिँदैछ है। यत्रो दबिँदैछ हो। अब यहाँ चाहिँ कतिकोमा छिर्छ है। यता 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 माथि छ त हौ जग्गा। छट आउनु आउनु आउनु। यता 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 उता राख्नु यता। तल्लोपट्टि सेप्नु पर्छ हौ, छ्या त्यही माथि दबिँदो रहेछ हो। धन्न हाम्रो जसले गाडी चाहिँ तर स्याटिस चलाइदिन्छ है, जस्तै बाटोमा पनि।